लाइक साइक भन्थ्यो फलो सेयर गरिदिनु है गाइजहरु दाइलाई एकदम मस्त सपोर्टिङ गरिदिनु होला गाइज पनि पुरा गोजाङ भइसक्यो वेलकम ब्याक टु माई न्यू ब्लग सो साथीहरु वेलकम छ नयाँ ब्लगमा अनि नयाँ मोबाइलले सुट गरिरहेको छ है साथीहरु अनि मैले योभन्दा अगाडिको ब्लगमा चाहिँ मैले भनेको थिएँ म नेक्स्ट ब्लगमा कपाल सपाल काट्छु त्यही ब्लगमा काट्छु कि त नभए नेक्स्ट ब्लगमा काट्छु कपाल सपाल काट्छु भनेर भनेको थिएँ सबैजना साथीहरूले सायद योभन्दा अगाडिको भिडियोहरू नहेरेको होला सायद सबैलाई सबैजना मजाले सुन्नु भएन या नहेरेको होला सो नयाँ यो भिडियोलाई चाहिँ मिस नगर्नु होला म कपाल काट्न जाँदैछु कपाल पनि पुरा गोजाङ भइसक्यो ल्याङ भइसक्यो मैले अनि हिजो चाहिँ मैले सोधिसकेँ कपाल चाहिँ काट्छु भनेर छेउमा स्याम्पू पनि ल्याएर राखिसकेको छु दुईवटा रास कपालहरू शरीरमा चिप्किन्छ नि त अनि आएर मजाले आउनु पनि पर्यो अनि यो कभरमा चाहिँ अलि कस्तो भने स्क्र्याच परेछ हल्का फुल्का कभर लगाएपछि कस्तो अर्कै लाग्ने अलि धमिलो आएको जस्तो पनि लाग्ने अनि पुरानो मोबाइल चाहिँ यहाँ छ है यही मोबाइल A10 हो पुरानो मोबाइल मेरो अनि यो मोबाइलले सुट गर्दै पहिला अहिले यो भिडियोभन्दा अगाडिको भिडियोहरू सबै यो मोबाइलले क्याप्चर गरेर एडिट गरेर हाल्थेँ अनि ढिलो नगरिकन अनि लेट्स गो टु हेयर कट है कपाल पनि ठुलो भइसक्यो हेरौँ अब कपाल काट्ने दाइले कस्तो काट्छ के काट्छ त्यो उतै गएर बुझिन्छ यहाँबाट सिधै उतै जाउँ कपाल काट्ने ठाउँमा म चाहिँ कपाल काट्ने ठाउँतिर आइसक्यो गाइस त्यस्तो दाइहरू बसेर आफ्नो पुरा मोबाइलमा ल्यान्छ अलि दाइ कपाल काट्दैन दाइ म त्यही कपाल काट्नलाई भिडियो बनाउँदै कपाल काट्नलाई आऊ कपाल लास ठुलो भयो क्या So finally कपाल पनि काटियो है सो गाइस फाइनली कपाल पनि काट्यो होइन दाइको पसलतिर पनि आएको थियो कपाल पनि मस्त काटियो जस टाउको चाहिँ मस्त हल्का भएछ दाइहरू अब भित्र हुनुहुन्छ भाइ पनि पुरा आइसक्यो मुख धुनुहोस् आउनुहोस् भन्दै मुख धुनुहोस् डन्डीपुर हटाउनुहोस् यताउता त्यो क्याचक हानिदिने है त्यहाँ लाइक साइक भन्थ्यो फलो सेयर गरिदिनु है गाइजहरु गर्नु चाहिँ पऱ्यो सेयर सब्सक्राइब लाइक कमेन्ट गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो नयाँ साथीहरू आएपछि होइन सपोर्टिङ गरिदिनु होला दाइलाई एकदम मस्त सपोर्टिङ गरिदिनु होला गाइज सपोर्टिङ गरिदियो अनि दाइको पसल दिली दाइको पसल यही हो हाम्रो मेरो प्यारो दाइ उता पुरा पब्जीमा व्यस्त मेरो ह्यान्डसम दाइ हो अर्को ह्यान्डसम दाइ तास खेली गरेर भित्र अड्डामा मेरो दाइ पुरा चिलमा पुरा पब्जी हान्दै अनि म चाहिँ यहाँ भिडियो बनाउँदै मायाकुरी भ्लग बनाउँदै सब्सक्राइब गर्नु पऱ्यो मायाकुरी सबैजनाले जो नयाँ छ हेर्ने मानवहरू अनि यो चाहिँ मेरो बाइक अहिलेसम्म देखाएको थिएन मैले भिडियोमा है बवाल छ यार कन्डिसन त मायाकुरी
अब मैले यसरी बोकेर बाइक चलाउनु जस्तो त हुँदैन होइन, त्यही भएर मैले बाइकमा आएको बेला नदेखाएको माउन्ट गोप्रो सोप्रो पनि केही पनि छैन, मोबाइलै हो। गोप्रो भएर म मोबाइलदेखि किन सुट गर्थेँ र। सो अब जान्छु दोकानतिर जान्छु, केटाहरू गयो भने क्यारम फ्यारम देखाउँछु, भएन भने दोकानतिर गएर भिडियो एन्ड गर्ने पर्यो। अब निस्किनु पऱ्यो गाइज। सो गाइज अब धेरै ठुलो कुरा नगरौँ होइन, अब यो चाहिँ अर्को दिन हो, नेक्स्ट डे हो होइन। अब धेरै गफ गऱ्यो भने अब धेरै लामो हुन्छ। छोटो मिठो भिडियो बनाएको छु, कि कस्तो लाग्छ रिकमेन्ड गर्नु होला, कमेन्ट गर्नु होला, कि कस्तो इम्प्रुभमेन्टहरू केही चाहिएको छ भने के सबैजना जो पनि हेर्दै हुनुहुन्छ, जो पनि साथीहरू हेर्दै हुनुहुन्छ, कमेन्ट अन बिलो, सेयर योर फ्रेन्ड्स है, सबैजनाले सेयर गर्नु। सी यू इन नेक्स्ट ब्लग साथीहरू। टिल देन बाइ बाइ, सी यू गाइज।